म चाहिँ यहाँ आएको थिएँ यहाँनिर अनि अङ्कल यहाँ भेटिरहेको छु सबैलाई देखाउँछु म हेर्न सक्नुहुन्छ यहाँनिर पढ्न सक्नुहुन्छ तपाईँले यहाँनिर लेख्नु भएको छ है साइकल यात्रा नेपालदेखि भारतको यहाँनिर हेर्न सक्नुहुन्छ यहाँनिर सब छ होइन दिएको हेर्न सक्नुहुन्छ उहाँ हुनुहुन्छ अङ्कल अनि अङ्कल कता कता ट्राभल गर्नुभयो अनि मैले हजुर नमस्ते सबैलाई हाम्रा सबैजना मित्रहरू साथीभाइ दाजुभाइ आमा बुवाहरूलाई मेरो जय नेपाल छ अनि नमस्कार छ अनि यहाँ बाबुलाई अहिले यहाँ भेटाइसकेपछि बाबुले मलाई धेरै राम्रो गर्नुभएको छ एउटा सानो चाहिँ तपाईँले यसो भनिदिनु भन्नुभयो र मैले चाहिँ अहिले यहाँ गरिरहेको छु हाम्रो दाजु यहाँ हुनुहुन्छ हाम्रो गाउँले दाजु नै उहाँ अनि सबैलाई मेरो चाहिँ देश विदेशमा हुनेहरू हाम्रो नेपालमा हुनेहरू सबैलाई मेरो नमस्कार छ जय नेपाल छ हजुर अनि हाम्रा सबै सङ्घ संस्थामा हुनेहरूलाई हाम्रो देशको सरकारहरूलाई सबैलाई मेरो चाहिँ जय नेपाल छ नमस्कार छ अहिले साइकल यात्रा गरिरहेको छु अहिले मैले साइकल यात्रा गरेको चाहिँ त्यस्तै भयो 6-7 महिना जति भयो काठमाडौँदेखि अहिले म चाहिँ इटरी त आइसकेको छु विराटनगर इटरीसम्म छु अब मेरो जानेको पनि अब भइदिएको थियो यो आँखाको प्रब्लमले गर्दाखेरि अपरेसन गरिरहेछ अब 2-4 दिनको लागि म अब जान्छु तपाईँलाई एउटा क्वेसन सोधेँ है तपाईँको आँखाले भन्नुभयो यो कति वर्षदेखि तपाईँको आँखाले त्यस्तो भएको होइन मेरो त हिजो अस्तिदेखि नै मोतीबिन्दु भइदिएको थियो अनि त्यसमा अपरेसनहरू गरियो अपरेसन सचै भयो राम्रो भयो अहिले चाहिँ देख्नु भइसकेको छ राम्रो भएको छ अहिले चाहिँ अनि तपाईँले एउटा पहिचान खोलिदिनुहुन्छ तपाईँको बस्ने स्थान चाहिँ कहाँ रहेछ तपाईँको मेरो बस्ने स्थान काठमाडौँ बस्छु अनि अहिले चाहिँ म अब धर्मशाला त्यस्तै बस्छु अब धर्मशाला होटेलहरूमा त्यस्तैमा बसिरहेको छु सबैले सहयोग गरिदिनु भएको छ अनि सर सुन्नु न अनि अहिलेको युवाहरू छन् सानो पुच्चाहरू हुन्छ नि सानोदेखि बालकादेखि बुढा पाखाहरूसँग हुन्छ नि त उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ सानो बच्चाहरूलाई अब जस्तो अब हुन्छ नि त अब सानो बच्चाहरू अहिले बिग्रेको होरेको हुन्छ कसैको के प्रब्लमहरू हुन्छ उहाँहरूले चाहिँ के बिग्रेको मान्छेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ म चाहिँ बिग्रेकोहरू चाहिँ सफ्रिन सबैजना अनि बच्चाहरू पढुन् राम्रो लेखुन् अरुन् राम्रो हुन् उनीहरूको चाहिँ जिन्दगी भविष्य नबिग्रियोस् राम्रो होस् उनीहरू चाहिँ त्यस्तो अनेक कुरामा चाहिँ नलागुन् त्यस्तो हरेक थोकको यो जुन दुर्व्यसनीहरू छ त्यस्तोबाट चाहिँ वञ्चित हुन् अनि उहाँहरू जुन पढ्दै हुनुहुन्छ उहाँको पढाइहरू राम्रो होस् सरकारले पनि हेर्नुपर्छ यस्तो कुराहरूलाई चाहिँ के छ भनेदेखि एउटा नेपाल देशमा सबैले गरी खान पाओस् राम्रो होस् भन्ने चाहिँ एउटा लिएको छु होइन गरिब दुखी भोकाइमा टुक्रा ट्याङ्रा अनाथ हरूले सबैले बस्न पाओस् खान पाओस् लाउन पाओस् बेरोजगारीहरूलाई काम पाओस् विद्यार्थीहरू क्वेसन पढ्दै हुन्छ त्यो विद्यार्थीहरूको पनि सरकारले चाहिँ मेजरमेन्ट गरिदिएको होस् भन्ने चाहिँ एउटा मैले लिएको छु अहिले मैले साइकल यात्रा पनि गरिरहेको छु धेरै राम्रो अहिले यो साइकल यात्रा चाहिँ दार्जिलिङ सिक्किमको छ अनि यो साइकल यात्रा सकेर मैले साहित्यहरू कविहरू लेख्दैछु भावनाको हिसाबमा हजुरहरूले सबैले मलाई चाहिँ सहयोग गरिदिइरहनु भएको छ अनि त्यसको लागि पनि हजुरहरूलाई धेरै धेरै नमस्कार छ जय नेपाल छ हाम्रो देशमा हामीहरूले हाम्रो देशमा गरी खान पाऊँ हाम्रो देश राम्रो छ अनि हाम्रो नेपाल राम्रो छ शान्तिको देश छ हामी सबै नेपाली एक हौँ एक भएर हाम्रो देशलाई चाहिँ फुलबारी राम्रो बनाऊँ भन्ने चाहिँ एउटा चाहिँ स्वर्ग जस्तो नेपाललाई चाहिँ स्वर्ग जस्तो नै बनाऊँ भन्ने ल सुन्नुहोस् गाइस यहाँ तपाईँहरूले सुनिसक्नु भएको छ उहाँको मैले इन्टरभ्यू लिएको छु उहाँको सुनिसक्नु भएको छ उहाँलाई जहाँ देख्नुहुन्छ तपाईँहरूले अलिकति सहयोग गरिदिनु होला केही रकमहरू सहयोग गरिदिनु होला म उहाँको देख्नुभयो होला उहाँ भिडियोमा देख्नुभयो होला उहाँलाई केही सहयोग गरिदिनु होला कतै बाटोमा भेटाउनु भयो भने एउटा केही सहयोग गरिदिनु होला र शुभ यात्रा छ तपाईँलाई र मेरो अहिले चाहिँ म बाइकमा हिँडेर आएको थिएँ यहाँ बाइक थियो अनि यहाँ चाहिँ ठिक्क मैले अङ्कल देखेँ अनि उहाँलाई अब क्वेसनहरू सोधेको थिएँ ल ठिक छ अनि तपाईँहरूको शुभ यात्रा राम्रोसँगले जानु होला राम्रो पैदल यात्रा अब पैदल यात्रा भने साइकल यात्रा गर्नुभएको छ राम्रोसँगले गरिदिनु होला उहाँलाई जहाँ देख्नुहुन्छ उहाँहरूलाई सपोर्ट गरिदिनु होला एकअर्काले सपोर्ट गरिदिनु होला एउटा केही मद्दत गरिदिनु होला केही रकमहरू दिनु होला गाइस हजुर जय नेपाल हजुरहरूलाई जय नेपाल छ एउटा कुरा हाम्रो बाबुसित भेटघाटहरू भयो म धेरै खुसी छु बाबुले मलाई धेरै राम्रो भन्नुभयो एउटा राम्रो कुराहरू क्वेसन सोध्नुभएको छ त्यसको लागि धन्यवाद हाम्रो बाबुले मलाई यति राम्रो गर्नुभएको छ हाम्रो बाबुको धेरै कुरा राम्रो होस् पढाइहरू राम्रो होस् भन्ने लेख्छु अहिले जुन विद्यार्थीहरू दुःखले पढ्दै हुनुहुन्छ कति ठाउँमाहरू त्यो दुःखलाई चाहिँ हाम्रो सरकारले हेर्नुहोस् युवाहरूलाई विद्यार्थीहरूलाई स्कुलको पनि समस्याहरू धेरै देखिएका छन् स्कुलका समस्याहरूलाई पनि हजुर सरकारले चाहिँ हेरिदिनु पर्यो
भन्दै म यति कुरा राख्दै म धन्यवाद सबैलाई दिँदै हुन्छ जय नेपाल। जय नेपाल। हाम्रो देशलाई चाहिँ हाम्रो हाम्रो देशलाई चाहिँ बनाउनु पर्छ, स्वर्ग जस्तो बनाउनु छ। जय नेपाल, जय नेपाल छ। अनि सबैलाई मेरो नमस्कार छ। हस् त, धन्यवाद।